साथीहरू हेर्नु त यो पाडे मुखे यो साले यो पाडे मुखे फेरि त्यहाँ चाहिँ इन्टरभ्यूमा पुरा बालेन र रविको खेदो खनिरहेको छ कतिखेर फुट्लान् यिनीहरू र पुरा खाउँला त्यो रोटी सेकाउँला भनेर खतरा जवाफ आएको छ एकचोटि यो भिडियो हेर्नुहोस् त बालेनलाई भोट हाल्ने घन्टीमा भोट हाल्ने हात सिलौटामा राखेर लोराले थिच्नु बाहेक ती जनतासँग के विकल्प रह्यो सूर्य थापाजी अब सच्ची हुँदैन अनि यसरी उहाँहरू पिरो सच्ची यसरी नपरेको। जनतालाई यसरी पिरो नबोले हुँदैन जनता होइन, तपाईहरुको जनता- कार्यकालमा होइन, पनि होइन, तपाईहरुको होइन, यो- अति अति हेपा बोली तिखो जनतालाई- बोली छुचु जनतालाई यो बोली पिरो बोलेको त्यो होइन नि। अध्यक्ष ओलीजी देखि नै यो सारै मन दुखेको के जनतालाई एकदम यस्तो महान- नबोल्नु के अब मैले ती महान जनतालाई भने होइन। विकल्प बाँकी राखिदिनुस् त सुन्नु न, जनताका लागि रवि लामी छानेजीले यही रूपमा बालेनको कुशासनलाई मनपरीलाई ठेक्न सक्नुहुन्छ जस्तो लाग्दैन सबैतिरबाट घेरिँदै आउने त बालेनको केही पनि गुम्दैन न पार्टी बनाएको न चलाउने कुरासँग मतलब छ एउटा हुइममा सिँगारिएको तपाईहरुले फेरि फुटाउन मन लागेको छ उहाँहरूलाई अनि फुटायो फुटाउने भने कुरा होइन आज रोटी सेक्न पाइन्थ्यो आज भन्ने किन बोलिरहनु भएको छैन हेर्नुहोस् के बोलेको सुन्दै